हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। सो अहिले चाहिँ म बजाएको अचानक किनकि मेरो चाहिँ पार्सल आएछ। अन्त यो भिडियो चाहिँ मैले अस्ति बनाएको थिएँ किनकि हाले पाएको थिइनँ किनकि मेरो अलिक प्रब्लम भएर फोनमा। सो म तपाईँहरूलाई अहिले बजारमा गएर भेट्छु, हेर्दै गर्नु। सो म फाइनली न्यू मार्केट पुगेँ होइन, फाइनली बजार आइपुगेँ। अहिले चाहिँ म सामान रिसिभ गर्नु जाँदैछु, के सामान हो तपाईँलाई देखाउँछु ल। सो म चाहिँ फाइनली सामान रिसिभ गरेर चाहिँ म डाइरेक्ट गाडीमा बसेँ किनकि म सामान रिसिभ गर्नु मात्रै गएको थिएँ होइन। अन्त अहिले चाहिँ म घर पुग्न आँटेको छु। मेरो सामान चाहिँ यही हो, यो चाहिँ म चाहिँ एकदम खुसी ह्याप्पी भइरहेको छु मेरो सामान आइपुग्यो भनेर। मैले अस्ति एकताल पनि मगाएको थिएँ, त्यतिखेर चाहिँ मेरो सामान चाहिँ उयो भयो, डेलिभरी नै भएन, क्यान्सल भएछ। आज चाहिँ फाइनली मेरो सामान आएछ। सो म चाहिँ फाइनली घर आइसकेँ। अन्त यो चाहिँ मेरो के हो भने चाहिँ यो चाहिँ मेरो रिङ लाइट। अन्त मैले अस्ति मगाएको थिएँ, अस्ति चाहिँ क्यान्सल भयो, चाहिँ सेकेन्ड टाइममा मगाउँदाखेरि चाहिँ आइपुग्यो मेरो रिङ लाइट। मलाई चाहिँ एकदमै मनपर्छ। प्लस आजकल केटीहरू त रिल्सहरू त पुरा बनाउँछ। अन्त यो चाहिँ मेरो रिङ लाइट अनबक्सिङ गर्दैछु, कस्तो आएछ होइन। इफ तपाईँलाई मन पऱ्यो भने तपाईँहरू पनि मगाउन सक्नुहुन्छ। अन्त यो चाहिँ मैले मिसोबाट मगाएको। अन्त यो चाहिँ किन म यसरी राम्रो हेर्दैछु भने चाहिँ प्रायः जति ड्यामेज आउँछ नि त मिसो, यो पनि हो एउटा। अन्त यो पनि एकदमै राम्रो आएको रहेछ मिसोबाट। अन्त प्रायः भन्छ र मिसोबाट यस्तो ड्यामेजहरू आउँछ, मिसोमा स्क्याम हुन्छ भने, तर यो चाहिँ मेरो एकदमै राम्रो आएछ, एकदमै राम्रो। तर जोड्नु चाहिँ आउँदैन, अब आफै दिमाग लगाएर जोड्नु पऱ्यो त्यो चाहिँ। सो मैले दिमाग लगाएर कसो गरेर जोडी छाडेँ होइन। यस्तो दामी लाग्यो मलाई चाहिँ, एकदमै दामी, ब्राइट पनि हुँदो रहेछ, लाइट पनि हुँदो रहेछ, 3टा कलर हुँदो रहेछ होइन। सो मलाई चाहिँ एकदमै दामी लाग्यो। अन्त तपाईँहरू पनि मगाउन सक्नुहुन्छ मिसोबाट, एकदमै राम्रो आउँदो रहेछ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। म मेरो भिडियो यहाँ एन्ड गर्छु सानो होइन। तपाईँहरूलाई मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब, कमेन्ट हालिदिनुहोस्। थ्याङ्क यू, बाई बाई।